अब फेरि अर्को आइपिओ भर्नको लागि तपाईले आफ्नो ब्याङ्क एकाउन्टमा 41,040 रुपियाँ चाहिँ ठिक्क पारेर राख्नुहोला। नमस्ते साथीहरू, तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म फेरि पनि उपस्थित भइसकेको छु नेपाली शेयर बजार सम्बन्धी र आइपिओ सम्बन्धी जानकारी लिएर। रिलायन्स स्पिनिङ मिलले सर्वसाधारणका लागि पौष 7 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। अब तपाईले रिलायन्स स्पिनिङ मिलको आइपिओ भर्नको लागि तपाईले आफ्नो ब्याङ्क एकाउन्टमा 41,040 रुपियाँ चाहिँ ठिक्क पारेर राख्नुहोला। किनभने रिलायन्स स्पिनिङ मिलले नेपाल धितोपत्र बोर्डबाट बुक बिल्डिङ विधि मार्फत आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको थियो भने यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि 1,15,596 किता प्रति किता मूल्य 820 रुपियाँ 80 पैसाका दरले निष्कासन गरिसकेको छ भने दोस्रो चरणमा अब रिलायन्स स्पिनिङ मिलले सर्वसाधारणका लागि पौष 7 गतेदेखि पौष 11 गतेसम्म प्रति किता मूल्य 820 रुपियाँ 80 पैसाका दरले 9,24,768 किता आइपिओ निष्कासन गर्ने मिति तय गरेको छ। अब तपाईले रिलायन्स स्पिनिङ मिलको आइपिओमा मिनिमम सर्वसाधारणको तर्फबाट 50 किता आवेदन दिनु पर्ने हुन्छ भने अधिकतम तपाईले 20,000 कितासम्मका लागि रिलायन्स स्पिनिङ मिलको आइपिओमा सर्वसाधारणको तर्फबाट आवेदन दिन सक्नुहुनेछ। रिलायन्स स्पिनिङ मिलले नेपाल धितोपत्र बोर्डबाट बुक बिल्डिङ विधि मार्फत आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको छ भने अब तपाईले यस कम्पनीको आइपिओमा अनिवार्य रूपमा 50 किताका लागि आवेदन दिनु पर्ने हुन्छ भने तपाईले यस कम्पनीको आइपिओमा 50 किता आवेदन दिनको लागि भने प्रति किता मूल्य 820 रुपियाँ 80 पैसाका दरले तपाईको आफ्नो ब्याङ्क एकाउन्टमा 41,040 रुपियाँ हुनुपर्नेछ। अन्यथा भने तपाईले 10 किता या 20 किताका लागि रिलायन्स स्पिनिङ मिलको आइपिओमा आवेदन दिनु भयो भने तपाईको आवेदन भने रिजेक्ट हुनेछ। सामाजिक सञ्जालमा रिलायन्स स्पिनिङ मिलको आइपिओ को निकै चर्चा हुँदै आएको छ। अर्थात् यस कम्पनीको आइपिओ यति धेरै महँगो मूल्यमा किन हामीले खरिद्ने, अर्थात् हामीले यस कम्पनीको आइपिओ 50 किता नै किन भर्नु पर्ने भनेर धेरै चर्चा हुँदै आएको छ। रिलायन्स स्पिनिङ मिलले चाहिँ बुक बिल्डिङ विधि मार्फत आइपिओ निष्कासन गर्नको लागि अनुमति पाएको हो भने बुक बिल्डिङ विधिको नियम अनुसार कुनै पनि कम्पनीले आइपिओ निष्कासन गरेको खण्डमा अनिवार्य रूपमा 50 किताका लागि आवेदन दिनु पर्ने हुन्छ भने त्यहाँभन्दा तल चाहिँ 10 या 20 किताका लागि भने आवेदन दिने नियम रहेको छैन। त्यस कारणले गर्दा रिलायन्स स्पिनिङ मिलको आइपिओमा तपाईले अब भर्दै हुनुहुन्छ भने तपाईले मिनिमम 50 किताका लागि आवेदन दिनु पर्ने हुन्छ भने त्यसका लागि प्रति किता मूल्य 820 रुपियाँ 80 पैसाका दरले तपाईको ब्याङ्क एकाउन्टमा 41,040 रुपियाँ हुनुपर्ने हुन्छ। रिलायन्स स्पिनिङ मिल चाहिँ 30 वर्षदेखि पुरानो निजी क्षेत्रको एउटा स्थापित कम्पनी हो भने यस कम्पनीले आफ्नो सम्पत्ति र मेसिनरी, कच्चा पदार्थ, तयार माल र कर्मचारीको सुरक्षाको लागि यस कम्पनीले चाहिँ इन्स्योरेन्स मार्फत रु 17,16,29,05,715 रुपियाँ बराबरको व्यापक बिमा गरेको छ भने जसले चाहिँ आकस्मिक क्षति भएको खण्डमा भने कम्पनीको वित्तीय अवस्थामाथि ठूलो असर नपर्ने देखिन्छ। रिलायन्स स्पिनिङ मिलको आइपिओमा विभिन्न विवादहरू हुँदै आएका थिए भने विवाद हुँदा हुँदै पनि यस कम्पनीले चाहिँ फाइनल्ली आइपिओ निष्कासनको अनुमति फेरि पाएको थियो भने यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपिओ निष्कासन गरी बन्द गरिसकेको छ भने अब सर्वसाधारणका लागि यस कम्पनीले पौष 7 गतेदेखि पौष 11 गतेसम्म आइपिओ निष्कासन गर्ने मिति तय गरेको छ। अब तपाईले रिलायन्स स्पिनिङ मिलको आइपिओमा आवेदन दिने नदिने तपाईको आफ्नो डिसिजन हो। तर पनि यस कम्पनीको आइपिओ वैदेशिक कोटाबाट भने करिब 18.89 गुणा बढीले आवेदन परेको छ भने त्यस कम्पनीको आइपिओमा 38,655 जना लगानीकर्ताले आवेदन दिएका छन्। यस रिलायन्स स्पिनिङ मिलको आइपिओमा सर्वसाधारणको तर्फबाट पनि निकै धेरै आवेदन पर्न सक्ने सम्भावना रहेको छ। किनभने अहिलेसम्म धेरै आइपिओ निष्कासन गरेका कम्पनीहरूमा जनरल पब्लिक अर्थात् सर्वसाधारणको तर्फबाट धेरै आवेदन अर्थात् 20 देखि 22 लाख लगानीकर्ताले आवेदन दिँदै आएका छन् भने रिलायन्स स्पिनिङ मिलको आइपिओमा पनि कम्तीमा पनि 15 देखि 20 लाख लगानीकर्ताले आवेदन दिन सक्ने सम्भावना रहेको छ। अहिले नेपालमा डिमार्ट एकाउन्ट खोल्ने व्यक्तिको संख्या भने 72 लाख पुगिसकेको छ भने यसको आधारमा रिलायन्स स्पिनिङ मिलको आइपिओ महँगो भए पनि यस कम्पनीको आइपिओमा 15 देखि 20 लाख लगानीकर्ताले आवेदन दिन सक्ने सम्भावना रहेको छ। हस्त साथीहरू, आजको लागि यति नै। तपाई पनि यस्तै नेपाली शेयर बजार सम्बन्धी र आइपिओ सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने तपाईले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन सक्नुहुनेछ भने साथै तपाई हाम्रो फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने तपाईले हाम्रो फेसबुक पेजलाई फलो गरेर पनि हामीसँग जोडिन सक्नुहुनेछ।